ए के हुँदैन चुप लाग्नु भिडियो गरेको बेला चाहिँ बोल्दै गर्नुहुन्छ प्राप्ति देवलोके सदा जीविर सदा सुखी परमेश्वर नवदुर्गा भनेको नातिको आयु लामो होस् फलानाको छोरो भनेर सबैलाई मान्ने गुन्ने भएर खानु परोस् मेरो नाति प्राप्ति देवलोके सदा जीविर सदा सुखी परमेश्वर नवदुर्गा भनेको आयोस् लाखु मान्न पाइयोस् मेरो छोरीलाई रोग नलागोस् ज्ञानी हुनु फटानो हुनु नरिसाउनु कहिले पनि नरिसाउनु सन्तोषकी छोरी भनेर सबैले चिनुन् नभन्नु न है